नमस्ते सबैजनालाई। म डाक्टर सजन कुमार शर्मा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ र निसन्तान रोग विशेषज्ञ। आजको समक्षमा म तपाईको अगाडि म जुन भिडियो ल्याइराखेको छु त्यो भनेको नेपाली समाजमा र हाम्रो नेपालको कन्टेक्स्टमा अहिलेको सबभन्दा जल्दो बल्दो एउटा टपिक हो, जुन टपिकको नाम भनेको एबर्सन हो। आज हामी चाहिँ एबर्सनको बारेमा छलफल गर्नेवाला छौँ र एबर्सन भनेको तपाईको गर्भपतन पनि भनिन्छ अथवा मिसक्यारेज पनि भनिन्छ यसलाई। यो मिसक्यारेज भनेको अहिलेसम्म 10 देखि लिएर 20% सम्म पहिलो प्रेग्नेन्सीमा भइराखेको इन्सिडेन्स रेट हो। यो भन्दा पनि बढी देखिएको छ जनकपुर धाममा अथवा नेपालमै भनौँ, यो भन्दा बढी नै छ रेट। यो डाटा भनेको हामीले लिएको भनेको इन्डियन डाटा हो। र के हो त गर्भपतन? गर्भपतनको मिनिङ के हो त? मिसक्यारेज भनेको के हो त? मान्छेले बुझे अनुसार बच्चा पेटभित्र अथवा पाठेघरभित्र भएको बच्चा चाहिँ मरिराखेको छ भने त्यसलाई हामी गर्भपतन भन्छौँ। त्यो सही कुरा हो। तर मेडिकली हेर्ने हो भने गर्भपतन भनेको कुनै पनि बच्चा 500 ग्राम भन्दा कम छ भने त्यस्तो बच्चा यदि पाठेघरभित्र मृत्यु भइरहेको छ, त्यो बाँचिराखेको छैन भने त्यसलाई चाहिँ हामी एबर्सन भनेर भन्ने गरेका छौँ। र हप्ताको अनुसारले देखियो भने नेपालको कन्टेक्स्टमा हामीले कुनै पनि बच्चालाई बचाउन सक्छौँ भने त्यो 28 हप्ताको बच्चा हो। त्यो भन्दा कमसम्म पुगिसकेको छ। विदेशमा चाहिँ 20 हप्ताभन्दा मुनिसम्मको बच्चा अथवा 20 हप्तासम्मको बच्चा यदि बाँचिराखेको छैन भने त्यसलाई गर्भपतन भएको भनिन्छ। र यो गर्भपतन एबर्सन भनेको जुन कुरा छ त्यो एबर्सन किन भइरहेको छ त? आजभोलि यो बढेको किन छ? रेट किन बढिरहेको छ? र यसको कारण, मुख्य कारण के हो? यो पुरै गर्भ जुन छ हाम्रो प्रेग्नेन्सीको जुन पिरियड छ त्यो प्रेग्नेन्सीको पुरै पिरियड भनेको तपाईको 3 वटा ट्राइमेस्टरमा बाँडिएको छ। पहिलो ट्राइमेस्टर भनेको पहिलो त्रैमासिक भनेको 1 देखि लिएर 13 हप्ता भित्रै भन्नाले 12 हप्ता 6 अथवा 7 दिनसम्मकोलाई पहिलो त्रैमासिक भनिन्छ। पहिलो त्रैमासिकको मा हुने जुन एबर्सन छ त्यसको रेट चाहिँ बढी देखिएको छ। यसको धेरै नै कारण छ जुन कारणले तपाईको आजभोलि यो बच्चाहरू पहिलो त्रैमासिकमा मरिराखेका छन्। यसको मुख्य कारण भनेको तपाईको पहिलो हेर्दाखेरि बच्चामा अथवा आमाको उमेर यदि बढेको छ भने, र मुख्य कारण त किताब वाइज भन्ने हो भने क्रोमोजोमल एब्नर्मलिटी हो। क्रोमोजोमल एब्नर्मलिटी भनेको जेनेटिक फ्याक्टरको कारणले तपाईको बच्चा नबसेकै हो पाठेघरमा। र यदि बच्चाको तपाईको यो गर्भधारण भइ पनि राखेको छ भने एम्ब्रायोनिक साक देखिन्छ, फिटल पोल देखिन्छ अथवा यक साक देखिन सक्छ, तर मुटुको धड्कन नदेखिन पनि सक्छ। प्राय बच्चाको मुटुको धड्कन आउने भनेको 6 हप्तामा हो। 6 विक्स अफ गेस्टेसनमा हाम्रो बच्चाको मुटुको धड्कन देखिन्छ। तर यदि बच्चाको धड्कन 6 हप्तासम्म आएन भने हामी 1 हप्ता अथवा 2 हप्तासम्म कुर्न पनि मिल्यो। यदि कुर्दैसम्म यदि बच्चाको धड्कन आइराखेको छ भने हामीले प्रेग्नेन्सीलाई कन्टिन्यू गर्छौँ। यदि 2 हप्ता पछाडि पनि गेस्टेसनल साक यदि तपाईको रेगुलर भएन, इरेगुलर भएर आयो र बच्चाको धड्कन आएन भने त्यसलाई हामी मिस्ड एबर्सन भनेर भन्ने गरेका छौँ। यो एबर्सन भनेको तपाईको 4-5 थरीको हुन्छ, जसमा मिस्ड एबर्सन हो, थ्रेटेन्ड एबर्सन हो, इनहेभिटेबल एबर्सन हुन्छ, कम्प्लिट एबर्सन हो, इनकम्प्लिट एबर्सन हो, सेप्टिक एबर्सन छ। एबर्सन भनेको नाना थरी टाइपको छ, तर हामीले बुझ्ने भनेको मिस्ड एबर्सन। बच्चा पेटमा बसा छ, जाँच चाहिँ गराइयो, जाँच गराइसके पछाडि कहिलेकाहीँ बच्चाको धड्कन देखिराखेको हुँदैन। बच्चाको धड्कन देखिएको छैन भने डाक्टर साहबले, रेडियोलोजिस्ट डाक्टर साहबहरूले ल ठिकै छ तपाईँ 1 हप्ता अथवा 2 हप्ता पछि आउनुहोस्, हामी फेरि हेर्छौँ भनेर भन्नुहुन्छ। र 2 हप्ता पछि आउँदाखेरि कुनैमा बच्चा बाँचेको हुन्छ।